नयाँ पुरानोहरूको सम्बन्धका विषयमा हामीले राम्रैसँग धरपकड भएको र राम्रैसँग तपाईँको युद्ध भएको र क्रान्तिका पक्षधरका मान्छेहरूलाई शासनमा सत्तामा रहने व्यक्तित्वहरूले दबाएका थुप्रै इतिहासहरू थुप्रै कालखण्डहरू हामीले पढेका छौँ, देखेका छौँ र केही त अहिले हामी भोगि पनि रहेका छौँ। र यो सन्दर्भमा के हुँदो रहेछ भने सत्तामा जाने जो मान्छे सत्तालाई सञ्चालनमा ल्याउने त्यो जिम्मेवारी पाएको मान्छे चाहिँ बिस्तारैसँग सुविधाको प्रयोग गर्दै, बिस्तारैसँग शक्तिको प्रयोग गर्दै, बिस्तारैसँग धनको प्रयोग गर्दै ऊ बिस्तारैसँग प्रतिगमनतिर बल गर्दो रहेछ र प्रतिगमन हुँदै जाँदा 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 ऊ निरङ्कुश हुन पुग्छ र उसले के देख्छ भने म जति शक्तिशाली, म जति राम्रो, म जति सक्षम, यो पोस्ट त मेरो लागि बनाएको हो भन्ने खालको कल्पना गर्न थाल्छ र त्यो कल्पनामा ऊ चुर्लुम्म डुबिसकेपछि उसको शासन सत्ता चिउतन पुग्दछ। र त्योभन्दा अगाडिका स्टेपहरूमा जस्तो राजनीतिको घटनाक्रमलाई राम्ररी निकालेर हेर्दाखेरि यदि कोही कसैले राजनीतिमा चरित्र बचाएको छ, नैतिकता बचाएको छ, विश्वास बचाएको छ भने मात्र उसले क्रान्ति ल्याउन सक्छ। र क्रान्ति भन्ने विषयवस्तु बोलेर भाषण गरेर धेरै मान्छेलाई सुनाएर क्रान्ति आउने होइन, क्रान्ति व्यवहारमा देखिनु जरुरी छ। अहिले नेपालको परिप्रेक्ष्यमा यही घटनाक्रमलाई हामी निहालेर हेर्ने हो भने नेपालका राजनेताहरूको क्रान्ति पटक्कै देखिँदैन। उहाँहरूको भाषणमा क्रान्ति सीमित छ र व्यवहारमा उहाँहरू चाहिँ प्रतिक्रान्तिकारी, प्रतिगमनकारी र अलिकता निरङ्कुशता, सस्तो लोकप्रियता बोकेको मात्र देखिन्छ। मैले त यसो गरेँ, यत्रो गरेँ, उत्रो गरेँ, यस्तो गरेँ भनेर अरूलाई त्यो भाषण सुनाउने खालको मात्रै र इतिहासमा भोलि हाम्रा आउने कुनै पनि पुस्ताले सम्झने खालको कुनै पनि काम गरेका छैनन् र उहाँहरूकै छोरा नातिले यहाँभन्दा बाहिर यो पेराफेरी यो शक्तिको घेराभन्दा बाहिर युरोप, अमेरिका अथवा अन्य ठाउँमा बसोबास गर्नुभएको छ भने बाउका हजुरबाउका नाम लिन सक्ने अवस्था छैनन्। उहाँहरू अत्यन्त पीडामा छन्। अरूले नेताका, ठुला मान्छेका, मन्त्रीका छोराछोरीलाई हेर्ने दृष्टिकोण भनेको एकदमै कमजोर मनस्थिति भएका व्यक्तित्व, घुसले भरिपूर्ण भएका व्यक्तित्व, श्रमै नगरिकन सम्पत्ति कमाउने परिवारका सदस्य भनेर चिन्ने खालको वातावरणले गर्दाखेरि आजको परिवेशमा जस्तो नयाँहरूलाई पुरानाले पेल्दा पनि बालेन हर्क, गोपी हमाल यस्ता खालका सागर ढकालहरू जस्ता मान्छेलाई पछि पार्नलाई रविहरू, अरू विभिन्न खालका नयाँ स्वतन्त्र दलहरूको विचार राखेर अघि बढ्नेहरूलाई पुरानोले कतै कतै चाहिँ मिलिमहत्त्वमै एकता नै गरेर पनि दबाएको जस्तो देखिन्छ र कतै गएर हेर्ने हो भने पार्टीगत एकता नभए पनि त्यो खालका एउटा शक्ति जो राजनीतिबाट नाफा खाने शक्तिले आफ्नो विरासत जो हराउँछ कि भन्ने हिसाबले त्यसलाई अत्यन्त हिसाबले दबाएर आफू चाहिँ सबल राजनीति सञ्चालन गर्न सकिन्छ भन्ने विश्वासमा त्यस्तो खालको व्यवहारहरू गरिरहेको, त्यो खालको एक्टिभिटिजहरू गरिरहेको हामी पाउँछौँ। हस्त धन्यवाद।